ल सम्पूर्णमा नमस्कार, म दिया लिम्बू। आजको मेरो विशेष भिडियो चाहिँ उहाँ दिदीको लागि। उहाँ दिदीले चाहिँ भन्नुभएको रहेछ म हर्का सम्पाङज्यूलाई मार्दिन्छु, म उसको घरसम्म जलाइदिन्छु भनेर एउटा ज्यान मार्ने र एउटा घरसम्म जलाउने धम्की दिनुभएको रहेछ खुल्लम खुल्ला, त्यही पनि सामाजिक सञ्जालमा। अनि रासपाको टिमको चाहिँ के जलाउने र काट्ने र मार्ने बाहेक अरू केही नै नगर्ने हो। तपाईहरुको विकास भनेकै काट्ने र मार्ने मात्रै हो। अनि म प्रश्न गर्न चाहन्छु हाम्रो अहिले नयाँ प्रधानमन्त्रीज्यू र हाम्रो गृहमन्त्रीज्यूलाई, तपाईको समर्थकले खुल्लम खुल्ला चरित्र हत्या गर्दै ज्यानसम्म मार्ने धम्की दिइरहेको छ। यो कुराको सही छानबिन गर्ने या नगर्ने। हाम्रो माननीय ज्यू हर्क साम्पाङ ज्यूको अब ज्यानको सुरक्षा कसले लिने? जुन तरिकाको शपथ ग्रहण गर्ने सभा हलमा सुदन गुरुङले हाम्रो हर्क साम्पाङ ज्यूलाई देखाएको व्यवहार र दिदीको व्यवहार ठ्याक्कै मिल्दै गर्दाखेरि म प्रश्न गर्न चाहन्छु तपाईलाई, तपाईहरु बालेन शाह र हाम्रो गृहमन्त्री सुदन गुरुङ ज्यू चाहिँ तपाईहरु रासपाको मात्रै प्रधानमन्त्री हो, तपाईहरु रासपाको मात्रै गृहमन्त्री हो। तपाईहरुले तपाईहरुको टिमलाई र तपाईहरुको पार्टीलाई मात्रै तपाईहरुले सुरक्षा दिने हो। हामी सिङ्गो नेपालीको तपाईहरु प्रधानमन्त्री होइन, सिङ्गो नेपालीलाई तपाईहरुले सुरक्षा दिनु सक्ने तपाईहरु गृहमन्त्री हो या होइन? तपाईहरुले उहाँले हाम्रो हर्क साम्पाङ ज्यूलाई चाहिँ ज्यान मार्ने धम्की दिँदै गर्दाखेरि यो कुरोको एक्सन लिनु हुँदैन र यो कुरोको सही छानबिन गर्नु हुँदैन भने यसको सही छानबिन हामी श्रम संस्कृति पार्टीले गर्छौं। तर त्यसरी नै जुन तरिकाको अहिले अनदेखा गरेर बस्नु भएको छ, यो भिडियोहरु यो सामाजिक सञ्जालमा यति ताती राख्दाखेरि त्यति बेला पनि हामीले एक्सन लिँदै गर्दाखेरि तपाईहरु त्यसरी नै आँखा बन्द गरेर बस्नुपर्ने हुन्छ। हामीलाई कुनै पनि किसिमको झमेला र कुनै पनि किसिमको हामीलाई पनि नियम कानुन लागू हुनु भएन। नत्र भने सामाजिक सञ्जालमा एकजना व्यक्तिले माननीय ज्यूको चरित्र हत्या गरेर ज्यान मार्ने धम्की दिँदै गर्दाखेरि तपाईहरु कसरी चुप लागेर बस्न सक्नुहुन्छ? तपाईहरु म सबैलाई सम्मान तरिकाले हेर्छु र सम्मानता दिन्छु र सम्मान तरिकाले म सबैलाई एकै नासको नियम कानुन लागू गराउँछु भनेर अगाडि बढेको मान्छे, तपाईहरुको समर्थकले आज ज्यान मार्ने धम्की दिँदाखेरि तपाईहरु किन चुप हुनुहुन्छ? यो कुराको मलाई उत्तर चाहियो र तपाईहरुको प्रतिक्रिया के छ कमेन्टमा राख्न सक्नुहुन्छ। सबैजनाले लोकतन्त्र हो, बोल्न पाइन्छ, आलोचना गर्न पाइन्छ, सबैको सही गलतलाई गलत, कालोलाई कालो, गोरोलाई गोरो भन्न पाइन्छ हैन। तर ज्यानसम्म मार्ने धम्की दिनु चाहिँ अपराध हो। यो अपराधीलाई तपाईहरु कारबाही गर्ने या नगर्ने यसको सबै जिम्मेवारी तपाईहरुमा छ। यो कुराको एक्सन लिने या नलिने हामी पनि हेर्नेछौं। ल यति भन्दै हजुरहरु मार्फत म छुट्टिन्छु। तपाईहरुको प्रतिक्रिया के छ कमेन्टमा राख्न नबिर्सिनु होला। सबैजनालाई जय नेपाल।